सांसारिक गीत भनिरहेको हुन्छ, त्यो गीतहरू गाउनु हुँदैन होइन। कतिले अब त्यस्तो गाउने मान्छेहरूलाई नरकमा देखे अथवा यो त्यो एकदमै विरोध गरेर चर्चभित्र संसार पसायो यिनीहरूले होइन, यस्तो गीतहरू गरिरहेछ भन्ने हुन्छ। त यो कुरालाई कसरी तपाईँले एक्सप्लेन गर्नु? अब चर्च चाहिँ कहाँ छ त? त्यसो भए चर्चभित्र संसार पसायो भने चर्च कहाँ छ? र हिजोको दिनमा त्यो चर्चमा आउने मान्छे कहाँ थियो होइन? संसारमै थियो नि त। चर्च पनि संसारमै छ र चर्चमा गाउने गीत पनि संसारमै बसेर गाउने गीत हो र सबै गीतहरू संसारको गीत हो है। सबै गीतहरू म एकदम यो चाहिँ कुनै होस हवासमा भन्दैछु, सबै गीतहरू संसारको गीत हो। किनभने सबै गीत हामी संसारमा रहँदा गाउने गीतहरू हो, तर पर्पज फरक हो क्या, उद्देश्य फरक हो। जस्तो चर्चभित्र गाउँदाखेरि चाहिँ त्यो चाहिँ विशुद्ध आराधना स्तुति प्रशंसाको लागि हुन्छ, त्यो भाषा लवज फरक हुन्छ, त्यो चाहिँ परमेश्वरमा समर्पित हुन्छ। अब त्यही व्यक्तिले फेरि बाहिर आएर उसले आफ्नो श्रीमतीको लागि मायालु गीतहरू गाउन सक्छ नि त, एउटा क्रिस्चियन भएर सक्दैन? म गाउँछु, सकिन्छ, म गाउँछु। गाउनुहुन्छ है दाइ? गाउँछु म। माया पिरतीका गीतहरू यसो आउँछ नि, बजारमा आएका गीतहरू गाउँदाखेरि पनि चर्चले एज अ लिडरहरूले त कतिपल्ट यो त अलिक भएन भनिरहेको हुन्छ नि त होइन। यस्तो हो, त्यो गीत चाहिँ चर्चमा गाउनु भएन नि त होइन, बाहिर मिल्यो। बाहिर त किन मिलेन त होइन? यस्तो हो कि कतिजनाले एउटा त्यो एउटै मुहानबाट चाहिँ तितो र मिठो बग्दैन भन्ने त्यो वचनहरू भन्छ। त्यो आधारितमा चाहिँ कस्तो हो भने एउटा क्रिस्चियन भएर चाहिँ अथवा म आफै मेरो विचारमा चाहिँ अरूलाई डिस्करेज हुने, डिस्क्रिमिनेट हुने, तल झार्ने त्यस्तो किसिमको चाहिँ नगाउँदा राम्रो हो होइन। किनभने अब म यता जीवन दिने गीत गाइरहेको छु, उता चाहिँ फेरि मर्न पाए हुन्थ्यो टाइपको चाहिँ नगर्दा राम्रो हो। त्यो चाहिँ एउटै मान्छेको दुई जिब्रे भयो नि त। अनि त्यस्तो चाहिँ अलिकति विवेकले दोषाउँछ भने चाहिँ नगर्दा राम्रो। अब दोषाउँदैन भने नदोषाउनेलाई त के भन्नु होइन। अनि सबैजनाको आफ्नो आफ्नो इच्छाको कुरा हो नि त। तर मैले मेरो आफ्नो कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति दोषाउँछ त्यो कुराले, अलिक साह्रै छाडापनको होइन। त्यो चाहिँ गर्नु हुँदैन, त्यो चाहिँ होइन क्रिस्चियनले मात्र होइन, मानिस सबैले गर्नु हुँदैन जस्तो लाग्छ क्या मलाई। जुन कुराले अरूको दखल यहाँ चाहिँ यो विषयमा चाहिँ क्रिस्चियन नन क्रिस्चियनको कुरा हुँदैन। मानिस भएर कुनै पनि वर्ग, कुनै पनि धर्म, कुनै पनि जात अनि कुनै पनि कुरालाई चाहिँ डिस्क्रिमिनेट गर्ने, हेट गर्ने होइन। अनि होइन, सुधारको कुरा आफ्नै एउटा ठाउँमा छ है। रेभोल्युसन भन्ने कुरा आफ्नो ठाउँमा छ, क्रान्तिकारी भन्ने, क्रान्ति ल्याउनुको लागि होइन त्यो गर्न सकियो। तर कसैलाई हर्ट गर्ने कुराहरू अथवा आफूले आफूलाई हर्ट गर्ने कुराहरू, म मर्छु तिमी बिना म मर्छु टाइपकोहरू चाहिँ अलिकति मेरो सोचाइमा है, यो गरिराख्नु हुनेहरूलाई पनि मैले डिस्क्रिमिनेट गरेको छैन। यो आफ्नो आफ्नो विचारको कुरा हो। मानिस भएर यस्तो चाहिँ नगर्दा राम्रो हो। जुन कुराले हामी आफैलाई निरुत्साहित बनाउँछ त्यो किन गर्ने चाहिँ नगरौँ न। किनभने अहिलेको जेनेरेसनलाई त उत्साहको खाँचो छ नि त, प्रोत्साहनको खाँचो छ, त्यो गरौँ भन्ने कुरा हो। अनि अब यता चर्चको कुरा गरौँ एकछिन। यता चर्चमा आउँदाखेरि अघि मैले भने संसारकै गीत हो सबै, तर उद्देश्य फरक हो। भजन पनि हामी संसारमै बसेर गाउँछौँ नि त, हामी पनि संसारकै मान्छेहरू हो क्या, तर अब परमेश्वरलाई विश्वास गरेको मान्छे चाहिँ हो होइन त। त्यसै कारणले मण्डलीभित्र गाउने पनि संसारकै गीत हो, तर त्यसको उद्देश्य चाहिँ प्रभुको आराधना स्तुति प्रशंसाको लागि हो। अनि त्यसपछि मण्डलीपछि म घर आउँछु। अब मेरो श्रीमतीलाई मैले फगाउनुको लागि म लभ सङहरू गाउन सक्छु नि, अथवा उसलाई माया देखाउनुको लागि मैले अब तिम्रो माया 99 भयो मेरो माया 100 भनेर म के अरे पूर्ण भएकै गीत गाइदिन सक्छु। त्यसमा त कुनै त्रुटि छैन नि त। तिम्रो माया 99 होइन 99% हो भने मेरो माया 100% हो है। द्याट इज गुड थिङ। सोलोमनले पनि गरेछ नि दाइ। अनि तिम्रा ती होइन दारिमका जस्तै के भनेको छ, झर्ना जस्तै भनेको छ, आफ्नो त्यो उसले प्रशंसा गरेको छ, गीतहरूद्वारा गरेको छ, श्रेष्ठ गीतमा पनि। अनि म पनि यो कुरामा के भन्छु भनेदेखिलाई, हामीले यसरी आमा बाउको लागि, छोराछोरीको लागि, मित्रहरूको लागि, श्रीमतीको लागि होइन यसरी गीतहरूद्वारा केही कुराहरू उत्साह हुन्छौँ, हामी इन्जोय गर्न सक्छौँ। जस्तै यही तिम्रो माया 99 मेरो माया 100 भन्दै गर्दा फकाउने कुराहरू यो गर्दाखेरि यो असली हो लाग्छ दाइ मलाई। यो बाइबल विरोधी होइन, चर्च विरोधी भन्ने कुरा मेरो पनि सोच चाहिँ छैन। यो चाहिँ सबै मान्छेको मेन्टालिटीमा उयो। पहिला पनि त चर्चमा अब टिभी नहेर्नु भन्ने कुरा पनि भएकै थियो, नभएको होइन त, खै के नलाउनु भएकै थियो। अहिले त अब कपाल नपाल्नु भएकै थियो। अहिले त अब घरमा टिभी राख्नु त आफ्नो ठाउँमा छँदैछ र सिनेमा हलमा पनि जान्छन्। यस्तो हो क्या, यो सबै कुरा टुल्स हो। मैले अघि भने वर्सिप गर्नुको लागि एउटा म्युजिक इन्स्ट्रुमेन्ट टुल्स हो होइन। मैले जुन कुरा लगाएर जान्छु सबै कुरा एउटा यावत थोकहरू हो क्या। त्यो कुरालाई चाहिँ के उद्देश्यको लागि चलाउँछु, त्यसमा चाहिँ म चलाउने मान्छेको के अरे विवेक र आचरणमा चाहिँ फरक पर्ने कुराहरू हो नि त।
भनेपछि कतिपल्ट हामीले बढी धार्मिक र बढी आत्मिक गीत देखेको हुँदा फिल्म हेर्नु हुँदैन, यो गीत गाउनु हुँदैन, यस्तो यस्तो कुरा गर्नु हुँदैन होइन, यस्तो गेटअप गर्नु हुँदैन, वचन बोल्दा यस्तो अथवा कपाल पाल्दा धेरै कुराहरू अलिक बढी चर्च त्यो कुरामा भएको हो र के लाग्छ तपाईँलाई? मेन्टालिटीको प्रब्लम हो कि बाइबलको वचनले त्यसो भन्दैन नि त होइन? होइन त्यस्तो अब वचनमा त यस्तो पनि भने सबै कुरा गर होइन, खाऊ पियो रमाऊ सबै कुरा परमेश्वरको महिमाको लागि गर भनेर क्लज पनि छ क्या त्यहाँ फेरि सबै गर डु वाट एभर यु लाइक होइन, तर आउटपुट चाहिँ के आउनु पर्यो? परमेश्वरको महिमा, निन्दा होइन महिमाको निम्ति हुनु पर्यो। मैले गरेको कुराले जस परमेश्वरको ईश्वरको बदनाम हुनु भएन, कसैको हृदय पनि दुख्नु पनि भएन। त्यो कुरा हामी गर्न सक्छौँ। हो डेफिनेटली इट्स एज सिम्पल एज इटिङ फुड के साधारण खाना खानु भनेको जस्तै नि अब त्यत्तिकै सिम्पल छ यसलाई लिने हो भने, तर यसलाई एकदमै हाइपर बनाउने हो, एकदमै सिभियर बनाउने हो भने पनि अब त्यो अब बनाएर आएको हो क्या यो कुराहरू चाहिँ। टिभी हेर्नु हुँदैन, खै के गर्नु हुँदैन। अहिले खै मोबाइल त टिभी भन्दा पनि पोइजनस हो किन भन्नु त? मोबाइल त डक्टरले पनि भन्छ, मेडिकल्ली पनि कति समय त अब हामीलाई पनि एउटा लत भइसकेको छ अहिले। अब मोबाइललाई चलाउनु पर्ने हामीलाई त मोबाइलले चलाइरहेछ नि त। मोस्ट अफ द टाइम मोबाइललाई इन्भेस्ट गरिरहेको छ। त्यो कारणले परिवार बिग्रिरहेको छ, के बिग्रिरहेछ, आँखा बिग्रिरहेको छ, दिमाग बिग्रिमा, नानीहरूमा अटिजम आइरहेछ। डक्टरहरूले कति पोस्ट गरिरहेछन् होइन, तर आज मोबाइल नहुने पास्टर सायद कोही हुनुहुन्छ? हुनुहुन्न नि त होइन। एउटा यो चाहिँ तर्क, यो मोबाइल पक्रिनु नराम्रो भनेको चाहिँ होइन है फेरि, तर हरेक कुराले अहिले मोबाइल त एउटा उयो छ नि त टिभी भन्दा। कसरी हामीले गर्ने भन्ने कुरा, उद्देश्य के हो भन्ने कुरा एकदम हो। त्यो मोबाइललाई सही ढङ्गले चलाउँदा त त्यो त वरदान हो नि, गिफ्ट हो। त्यही हो। हामीले बसेर लिडरहरूको विषयमा उहाँहरूले गलत गर्नुभयो भन्ने कुरा पनि होइन, तर हामीले चाहिँ अब कतिवटा गलत कुराहरू जो हामीले अभ्यास गर्दैछौँ हामीले पनि त्यो कुराहरू चाहिँ बताउन चाहेको। एकदम त्यति मात्रै, कसैको विरुद्धमा यो कसैको विचारको विरुद्धमा त्यो होइन, यो चाहिँ क्रियाकलापको अब हुँदै गरेको कुराहरूको विरुद्धमा मात्र एउटा तर्क हो। यस्तो छ एक्चुअली म्युजिक इज अ टुल होइन, अनि यो चाहिँ एउटा माध्यम अथवा एउटा तत्त्व हो जसले चाहिँ हामीले परमेश्वरलाई आराधना गर्छौँ होइन। तर कतिवटा अब खै यो कुरा गर्दै गर्दाखेरि है कतिलाई असर पर्न सक्छ, तर कतिजनाले चाहिँ म्युजिकलाई चाहिँ परमेश्वरको लेभलमा लिइरहेछ क्या। त्यो पनि एक प्रकारको मूर्ति पूजा हो। म्युजिक इज अ टुल। जसरी हामी मण्डली जाँदाखेरि लुगा लाउँछौँ, जुत्ता लाउँछौँ होइन, साधन चलाउँछौँ, त्यस्तै हो म्युजिक पनि। कुनै पनि कुरा हामी राम्रो चिटिक्क भएर जान्छौँ चर्च होइन, अनि सफा भएर जान्छौँ ताकि राम्रो होस्, राम्रो देखिउँ, अनि मण्डलीमा त्यहाँ सङ्गतिमा भाग लिँदै गर्दाखेरि त्यो गरौँ भनेको जस्तै हो क्या म्युजिक। तर म्युजिकले पनि चाहिँ अब एउटा आराधना चाहिँ गर्ने हो, उच्च चाहिँ परमेश्वर नै हो। म्युजिकले नै, त्यो म्युजिक बिना नै हुँदैन भन्ने चाहिँ हुँदैन। अनि यसरी हामीले चर्चमा अब कुन चर्चको म्युजिक राम्रो, वर्सिप राम्रो भनेर जानु पनि हुँदैन। वर्सिप इज वर्सिप। जस्तै अब त्यो म घरमा चिटिक्क भएर निस्किराख्दाखेरिदेखि नै सुरु भयो क्या वर्सिप चाहिँ। त्यसै कारण मैले जुत्ता लुगाको कुरा गरेको। अनि त्यस्तो चाहिँ हो। अनि यसमा त्यही हो, अब अहिले हुनु त अब धेरै मण्डलीहरूले सायद त्यो ज्ञानहरू बाँड्दै हुनुहुन्छ होला। बिचमा चाहिँ एकदमै यो वर्सिप गर्ने, राम्रो गाजा बाजा बजाउनेहरूलाई त एकदमै अब अगुवा भन्दा नि माथि अब लेभलमा अब टाइपको भइसकेको थियो। तर अहिलेको सिनेरियोमा सायद त्यो कुराहरू बिस्तारै ज्ञान पस्दै गएको छ होला, जसले गर्दाखेरि नि एक प्रकारको घमण्ड आउँदो रहेछ क्या मान्छेमा नि, अब अलिकति गाउने बजाउनेहरूमा। अनि त्यो कुराहरू चाहिँ नभएको राम्रो हुन्छ। हामी चाहिँ सबै इन्स्ट्रुमेन्ट्सहरू हो। हामी चाहिँ इन्स्ट्रुमेन्ट भन्नाले अब हामी आफै पनि खास चाहिँ इन्स्ट्रुमेन्ट हो क्या। अनि हामी चाहिँ कस्तो बज्छौँ त, अब सुरिलो बज्छौँ कि, अनि त्यो गिटार स्ट्रिङ चुट्टीको गिटार बज्दा कस्तो नमिठो सुनिन्छ, त्यस्तै हाम्रो बिहेभियर, हाम्रो लिभिङले चाहिँ एक्चुअल वर्सिप चाहिँ हुनुपर्छ। एउटा भक्ति निस्किन्छ कि परमेश्वरलाई, ईश्वरलाई दखल पर्ने कुरा निस्किन्छ भन्ने कुरा त हामीमा हुन्छ नि त। जस्तै म्युजिक पनि, म्युजिक इज नट वर्सिप क्या, म्युजिक चाहिँ वर्सिप होइन, तर म्युजिकबाट वर्सिप गर्नुपर्छ है भन्ने कुराहरू चाहिँ चर्चले चाहिँ यसरी बुझ्नुपर्छ म्युजिकलाई भन्ने कन्टेक्स्टमा चाहिँ मैले यो विशेष भनेको है। हजुर